जब तपाईँ हामी कुनै अफिसमा जान्छौँ नि सबैभन्दा पहिला तपाईँले कसलाई भेट्नुहुन्छ? कम्पनीको बोसलाई, कम्पनीको म्यानेजरलाई, स्टाफलाई? कसैलाई होइन। तपाईँले भेट्नुहुन्छ रिसेप्सनिस्टलाई। रिसेप्सनिस्ट भनेको के हो? रिसेप्सनिस्ट पदमा काम गर्नेहरूले के गर्नुपर्छ त वास्तवमा? नेपाली दिदीबहिनीहरू हुनुहुन्छ जसलाई यो एकदमै चासो लागेको देखियो। यही विषयमा आज क्लियर गरिदिन्छु के काम गर्नुपर्छ, कुन कुन देशमा जान सकिन्छ अनि के स्किल हुनुपर्छ, इन्टरभ्यूमा के सोध्छ र कसरी तयारी गर्ने। रिसेप्सनिस्ट पोजिसनको लागि मैले नेपालको लागि कमै भिडियो बनाउँछु, बाहिरको लागि भन्दैछु मैले। फरेन कन्ट्रीमा इफ यु आर एप्लाइङ फर द जब अफ रिसेप्सनिस्ट यु सुड वाच दिस भिडियो टिल द एन्ड। एकदमै महत्त्वपूर्ण छ, सबै कुरा क्लियर कट हुन्छ। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकनलाई प्रेस गर्न नभुल्नु होला। त्यसैगरी भिडियोलाई टक्क लाइक गरिदिनु होला। कोरिया र जापान पढ्न जानका लागि सक्सेस अफ ट्राभल आजै भिजिट गरौँ। एप्लाई फर ब्याचलर, मास्टर एन्ड पिएचडी, फ्री ल्याङ्ग्वेज क्लास, फ्री आइल्स। लेट्स कल 9811588584 एन्ड भिजिट टुडे। रिसेप्सनिस्ट पद भनेको के हो त, हैन? कुनै पनि अफिसको, कुनै पनि संस्थाको, कम्पनीको अनुहार भनेर चिनिन्छ रिसेप्सनिस्ट पदलाई। फर्स्ट इम्प्रेस इज द लास्ट इम्प्रेस भने जस्तै पहिलो तपाईँले चाहिँ जो मान्छे भिजिट गर्नुहुन्छ त्यो भिजिट गर्ने मान्छेहरूलाई इम्प्रेस गर्नु तपाईँको पहिलो काम हो। इम्प्रेस गर्नुपर्छ। हाउ टु इम्प्रेस, कसरी इम्प्रेस गर्ने त? सो सबै कुराहरू, इन्क्वायरीहरू सुरुमा तपाईँको कम्युनिकेसन भनेको कुनै पनि कस्टमरसँग, कुनै पनि क्लाइन्टसँग पहिलो डिल भनेको तपाईँसँग हुन्छ। बल्ल तपाईँले अन्य ठाउँमा फरवार्ड गर्नुपर्ने हुन्छ। हेर्दा सिम्पल लाग्छ, सामान्य जस्तो लाग्छ। के हो र, त्यो फोन उठाउने हो, हेलो हाई गर्ने हो, अनि अलिअलि फोन आउँछ उठाइदिने, मेलको रिप्लाई गरिदिने, सकियो। तर त्यतिले मात्रै पुग्दैन। यो एकदम जिम्मेवारी काम पनि हो। तपाईँको सानो मिस्टेकले गर्दा तपाईँको जाहिर पनि चट हुन्छ, कम्पनीलाई लाखौँको नोक्सानी पनि हुनसक्छ। त्यो कुरा तपाईँहरूले बुझ्न जरुरी छ। रिसेप्सनिस्ट ठुल्ठुला कम्पनीमा एकदमै आवश्यक छ। रिसेप्सनिस्ट बिनाको कम्पनी अफिसै हुँदैन भन्दा पनि हुन्छ। यसमा 99% लेडिजहरूको बाहुल्यता छ, 1% मात्रै जेन्ट्स रिसेप्सनिस्टहरू मैले देखेको छु है। तपाईँले कतिको अनुभव गर्नुभएको छ त्यो तपाईँले हेर्दै गर्नुहोला। सो मैले यहाँ नोट गरेको छु रिसेप्सनिस्टको ड्युटिजहरू के हुन्, सबै कुरा तपाईँलाई म एक्सप्लेन गर्छु। अब पहिलो कुरा तपाईँले के गर्नुपर्छ भन्दा, एक नम्बरमा जब कुनै क्लाइन्ट आउँछ नि ग्रिट गर्नुपर्छ। ग्रिट टु देम। तपाईँको यो फेस सधैँ स्माइल हुनुपर्छ। गुड मर्निङ सर, सधैँ ग्रिट गर्नुहोला। ग्रिट गरिसकेपछि उहाँहरूको निड के हो त त्यसलाई फुलफिल गर्ने हो। उहाँहरूको क्वेसन के हो त्यसलाई चाहिँ तपाईँले सल्भ गर्ने हो। प्रब्लम के हो उहाँहरूको, कुनै पनि कम्पनी छ भनेदेखि कम्पनीभित्रकै स्टाफहरूको प्रब्लम पनि तपाईँले ह्यान्डल गर्नुपर्ने हुन्छ। अथवा कम्पनी होइन, यो चाहिँ आउट क्लाइन्टहरू हुनुहुन्छ भनेदेखि, जस्तै अब कुनै पनि ब्याङ्कमा, एक्सचेन्ज हाउसमा त होइन कस्टमरहरू हुनुहुन्छ, उहाँहरूलाई ग्रिट गर्ने चाहिँ तपाईँको काम हो। र उहाँहरूको प्रब्लम के हो त्यसलाई सल्भ गर्नु तपाईँको पहिलो ड्युटी हो है। झर्को नभनिकन, नरिसाइकन, जतिसुकै तनाव भए पनि हाँसेर तपाईँले उसलाई खुसी बनाउनु तपाईँको काम हो भनेर यही भिडियोमा भन्न चाहेँ। सो कर्पोरेट अफिसमा रिसेप्सनिस्ट हुन्छ, हस्पिटलहरूमा रिसेप्सनिस्ट हुन्छ, ब्याङ्क, फाइनान्स अनि यो एक्सचेन्ज हाउसहरू, मनी एक्सचेन्ज हुन्छ विदेशमा, त्यसमा रिसेप्सनिस्ट हुन्छन्। त्यसपछि स्कुल कलेजमा रिसेप्सनिस्ट हुन्छन्, हेड अफिसहरूमा रिसेप्सनिस्ट हुन्छन्, ट्राभल एन्ड कन्सल्टेन्सी अफिसहरूमा रिसेप्सनिस्ट हुन्छन्। त्यो त नेपालमा पनि व्यापक रूपमा विकास भइरहेको छ, तपाईँहरूलाई थाहा नै छ। त्यसपछि गभर्नमेन्ट अफिसहरू सबैमा रिसेप्सनिस्ट हुन्छन्। त्यहाँ तपाईँहरूले जबमा एप्लाई गर्न सक्नुहुन्छ है। र साउदी, कतार, दुबई, मलेसिया, रोमानियाहरूमा नेपाली रिसेप्सनिस्टहरू धेरै छन्। म आफैले भेटेको छु। अनि यसको स्यालेरी रेन्ज भनेको नि साथीहरू लगभग तपाईँको 40, 50, 60 हज़ार, कहीँ 1 लाख समेत कमाउने नेपालीहरू देखिन्छ है। नेपालमा हो भने 15 देखि 30 हज़ारको रेन्जमा तपाईँको स्यालेरी हुन्छ।
र विदेशमा हो भने 50 देखि 1 लाखसम्म अथवा 1.5 लाखसम्म तपाईँको स्यालेरी हुन्छ है। अनि युरोपियन कन्ट्रीहरूमा तपाईँको 1.5 लाखसम्म पनि स्यालेरी हुने अवस्था छ। र तपाईँहरूलाई चाहिँ अब रिसेप्सनिस्ट पदमा जाइरहनको लागि के सिक्नुपर्छ त भन्दा के नलेज भएको हुनुपर्छ भन्दा 1 नम्बरमा तपाईँमा हुनैपर्ने स्किल भनेको कम्युनिकेसन स्किल, बोल्न सक्नु पर्यो है, बोल्न सक्नु पर्यो। कोही पनि मान्छे आउँछन् भने उनीहरूसँग कम्युनिकेट गर्ने हो, बोल्ने हो। गुड मर्निङ सर, हाउ क्यान आई हेल्प यु, बोल्नु पर्यो नि, चुप लाएर बसेर भयो त भएन नि हैन। हाउ क्यान आई हेल्प यु हैन, उसले के गर्यो कसो गर्यो सबै कुराहरू सोध्ने, बोल्ने, कम्युनिकेट गर्ने है। र अनि बेसिक इङ्ग्लिस तपाईँमा हुनैपर्छ। तपाईँको नेपालमा त ठिक छ इङ्ग्लिस नचाहिएला, तर विदेशमा चाहिँ तपाईँको बेसिक इङ्ग्लिस कम्पलसरी तपाईँसँग छ भने मात्रै तपाईँ रिसेप्सनिस्ट पदमा एप्लाई गर्न सक्नुहुन्छ, नत्र सरी डोन्ट एप्लाई है, जस्ट वेस्ट अफ टाइम है। कम्प्युटर नलेज हुनुपर्छ, डाटा एन्ट्री कम्प्युटरमा गर्नुपर्छ, इमेलको रिप्लाई गर्नुपर्छ तपाईँहरूले हैन। अनि इमेल गर्ने, इमेल चेक गर्ने, त्यो एक्सेल फाइल बनाउने, अफिस प्याकेज तपाईँले सिकेको हुनुपर्छ है। अफिस प्याकेज तपाईँले सिकेकै हुनुपर्छ। त्यसपछि टाइम म्यानेजमेन्ट स्किल हुनुपर्छ। यताबाट एउटा फोन आउँछ, उताबाट यो के हो भन्छ, उतापट्टि बोसले चाहिँ हेलो भनेर भनिरहेको हुन्छ, टक टक टक, यो पनि यता पनि सबैतिर म्यानेज गर्नुपर्छ। हेर्नुहोस् त ल, टाइम म्यानेजमेन्ट एकदमै इम्पोर्टेन्ट। तपाईँमा अलिकति नर्भस नभइकन काम गर्नुपर्छ है। फोन पनि आएको आएको हुन्छ है। पोजिटिभ एटिट्युड हुनुपर्छ। यु सुड नट एङ्ग्री विथ क्लाइन्ट कस्टमर प्लिज, रिसाउन पाइँदैन, मजाले हाँसेर उत्तर दिने है। पोजिटिभ एटिट्युड, यति स्किल भयो भने तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। अनि अब तयारी कसरी गर्ने भन्दाखेरि कहाँ एप्लाई गर्ने, कसरी एप्लाई गर्ने, सिभी बनाउनु पर्यो तपाईँले 1 नम्बरमा। त्यसपछि जब पोर्टलहरू हेर्नु पर्यो। नेपालमा पनि अब श्रम संसार जबमै हेरे पनि लोकल भ्याकेन्सीहरूमा नेपालमै जाइरहने भए त्यहाँ हेर्नुहोस्। अनि विदेशमा जाने हो भने विभिन्न मेन पावरहरू छन्, मेन पावरको लिस्ट पनि श्रम संसारमै छ हैन। अनि विभिन्न अनलाइन विदेशमा रहेका कम्पनीहरूमा जब भ्याकेन्सी रिसेप्सनिस्ट पोस्ट इन दुबई भनेर गुगलमा हान्नुहोस्, त्यहाँ चाहिँ लिस्ट आउँछ। अनि एप्लाई गर्नुहोस्, इन्टरभ्यू हुन्छ, पास हुनुभयो भने तपाईँले भिसा पाउनुहुन्छ डेफिनेटली। कुनै पनि देशमा तपाईँले यसरी ट्राई गर्न सक्नुहुन्छ हैन। र फेक एजेन्ट, फेक मेन पावरबाट तपाईँहरू जान पाउनुहुने छैन। अब जाउँ हामी रेस्पोन्सिबिलिटिज के हुन् त भनेर अलिकति छलफल गर्छौँ है। रिसेप्सनिस्टको ड्युटिज, रेस्पोन्सिबिलिटीहरू के हुन्। नम्बर 1, कुनै पनि कस्टमर आउँछ भने ग्रिट गर्ने एउटा है। 2 नम्बर, फोन कल उठाउने। फोन कल आउँछ ठुल्ठुलो कम्पनीमा त आक्वाई गर्छ, आक्वाई दिनभरि फोनमा बोल्ने नै काम हुन्छ हैन। रिसेप्सनिस्ट एकदम इम्पोर्टेन्ट। अब आफै भन्नुहोस्, म्यानेजरले कम्पनीको बोसले फोन उठाएर बस्ने फुर्सद हुन्छ, उठाउँदैनन् नि हैन। सो त्यो काम तपाईँको, उनीहरूले प्रश्न सोध्छन्, डिमान्डहरू हुन्छन्, उनीहरूको काम गरिदिनुपर्छ तपाईँहरूले। फोन कल उठाउने, फोनमा बोल्ने पनि शैली छ हैन। गुड मर्निङ सर जस्तै मैले बोल्दाखेरि, गुड मर्निङ सर, बसन्त नेपाली स्पिकिङ फ्रम देश परदेश मिडिया, हाउ क्यान आई हेल्प यु, सुन्नु भएको छैन हैन। यसरी तपाईँहरूले रिसेप्सनिस्टहरूले राम्रोसँग बोल्छन् हैन। सो अनि फेरि हरेक फोनमा यसरी बोल्नुपर्छ। अनि एपोइन्टमेन्ट म्यानेज गर्नुपर्छ तपाईँहरूले है। जस्तै कोही मान्छेले बोसलाई भेट्न चाहिरहेको हुन्छ, एपोइन्टमेन्टहरू बुक गर्ने, म्यानेज गर्ने, टाइम सेड्युल चेक गर्ने, काम गर्ने, इमेलहरू चेक गर्ने र त्यसको रिप्लाई गर्ने हैन। अनि कम्पनीको जेनरल म्यानेजरहरूलाई चाहिँ कोही भेट्न आएको छ भने, सर तपाईँलाई भेट्न आउनु भएको छ भनेर वेटिङ रुममा राख्ने, उनीहरूलाई त्यहाँ चाहिँ अब चिया पानी के खुवाउनुपर्छ त्यो खुवाउने। अनि आफू बस्ने एरिया निट एन्ड क्लिन राख्ने, सरसफाइ गर्ने, यो पनि तपाईँकै ड्युटीभित्र पर्दछ। रिसेप्सनिस्टहरूले चाहिँ अब क्लिनरको काम गर्ने भन्नु होला, आफू बस्ने ठाउँ सफा गर्ने हो हैन। तर वासरुम चाहिँ विदेशमा प्रायः सफा गर्न लाउँदैन, एउटा क्लिनर हुन्छ। सो अफिस रेकर्ड राख्नुपर्छ तपाईँहरूले। अफिसको चाहिँ सबै कुराहरू रेकर्डिङ राख्ने, फाइलिङ गराउने, अनि इन्क्वायरीहरू सबै ह्यान्डल गर्ने, कम्प्लेनहरू छ भने त्यो पनि ह्यान्डल गर्नुपर्छ तपाईँहरूले। सो यिनै कामहरू हुन् तपाईँले गर्ने। र यदि सक्षम हुनुहुन्छ भने, अझ सिक्नु छ भने सिक्नुहोस्, आफैलाई तिखार्नुहोस्। र मैले एउटा कुरा चाहिँ के विचार गरेँ भने, जिन्दगीमा तपाईँको अगाडि बढ्नको लागि, भोलिका दिनमा आफैले बिजनेस गर्नको लागि, डिल गर्नको लागि पनि रिसेप्सनिस्ट पद चाहिँ स्टार्टिङ फेजमा चाहिँ यो जो कसैले गर्दा हुन्छ भन्ने मेरो मान्यता हो। किनकि मान्छेले बोल्न सिकाउँछ, डिल गर्न सिकाउँछ, बिजनेस क्रिएट गर्न सिकाउँछ र अगाडि बढ्नलाई तपाईँलाई ठुलो हेल्प हुन्छ रिसेप्सनिस्ट जब। अब इन्टरभ्यूमा कस्ता क्वेसन सोध्छ होला भनेर तपाईँले प्रश्न सोध्नुहुन्छ हैन। यसको प्रश्न र उत्तर कम्प्लिट भिडियो म नेक्स्ट पार्टमा बनाउँछु
तर यसको लागि तपाईहरुले कमेन्टमा लेख्नु पर्यो हैन, नेक्स्ट भिडियो प्लिज भनेर लेखिदिनु भयो भने मात्रै त्यो भिडियो बनाउने बाचा गर्दै आजको यो भिडियोबाट म बसन्त नेपाल आज्ञा चाहन्छु। जहाँबाट हेर्दै हुनुहुन्छ प्लिज भिडियोलाई लाइक गरिदिनु होला, च्यानलमा नयाँ हुनुहुन्थ्यो भने सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकनलाई प्रेस गर्न पनि नभुल्नु होला र तपाईको साथीलाई सेयर पनि गरिदिनु होला। अनि जाँदा जाँदा एउटा सूचना पनि जारी गर्न चाहे, तपाईको अंग्रेजी भाषा एकदमै विक छ भनेदेखि अनि तपाई कम्प्युटर अफिस प्याकेज सिक्न चाहनुहुन्छ भने हाम्रो प्रवास नेटवर्क छ चाबेलमा, यसलाई सम्पर्क राख्नु होला। नम्बर म यहाँ हाल्दिन्छु है। विदेश जानेहरूले अनिवार्य इंग्लिश भाषा सिक्नु होला। यहाँ तपाईलाई चाहिने कोर्स 3 महिनाको विशेष कोर्स छ। यहाँबाट तपाईले पढेर विदेश जानुभयो भने तपाईलाई सजिलो हुन्छ। अनि व्हाट्सएप ग्रुप छ, हाम्रो एउटा च्यानल छ, त्यो च्यानलमा जोइन हुनु होला। लिंक म तल डिस्क्रिप्सन बक्समा हाल्दिन्छु भन्दै म बसन्त नेपाल आज्ञा चाहन्छु। सबैको जय होस्, नमस्ते।